ओके, आज मैले तपाईहरु विद्यार्थी भाइ बहिनीहरुका लागि एउटा प्रश्न मैट्रिसेस एन्ड डिटर्मिनेन्ट्स बाट ल्याएर आएको छु। मैट्रिसेस एन्ड डिटर्मिनेन्ट्स च्याप्टर इन्टरमिडिएट डिप्लोमा इन इन्जिनियरिङ आईएससी आईएड म्याथ आईए म्याथ हैन सबैमा युजफुल हुने यो एउटा कमन क्वेशन रहेको छ र यो क्वेशन तपाईले देखिसक्नु भएको छ। सोलुसन बाइ रो इक्विभ्यालेन्ट मैट्रिक्स मेथड भनेको छ है। कुनै पनि सिस्टम अफ इक्वेसनलाई एउटा दुईटा तीनवटा यहाँ इक्वेसनहरु छ, लिनियर इक्वेसन भन्छ अहिले, यसलाई सिस्टम भन्छ, सिस्टम अफ लिनियर इक्वेसन भन्छ। यसलाई सल्भ गर्ने धेरै मेथडहरु छन्। त्यो मध्ये हामी अहिले रो इक्विभ्यालेन्ट मैट्रिक्स चाहिँ जान्न खोजिराखेका छौं हैन। र रो इक्विभ्यालेन्ट मैट्रिक्स मेथडबाट कसरी हामीले XYZ पत्ता लगाउने त, XYZ कसरी सल्भ गर्ने, हाउ टु फाइन्ड इट्स सोलुसन। ल हेरौँ है त। सबभन्दा पहिला भाइ बहिनीहरु तपाईहरुले दिएको सिस्टम अफ लिनियर इक्वेसनलाई मैट्रिक्स फर्ममा राख्ने र एउटा अगमेन्टेड मैट्रिक्स बनाउने है। द अगमेन्टेड मैट्रिक्स इज भनेको छ नि हो, त्यो सिस्टम अफ इक्वेसनलाई हामीले एउटा मैट्रिक्स फर्ममा राख्नुपर्छ के। अब त्यो मैट्रिक्स फर्ममा राख्दाखेरि के गर्छु त भन्दाखेरि पहिलो इक्वेसन छ नि यो, हेर्नु त है मैले यहाँनिर मार्किङ गरे। ल पहिलो इक्वेसन हो नि यो, यसको कोएफिसिएन्ट लिने के, x को कोएफिसिएन्ट 1 छ, y को 4, z को 3 र कन्स्टेन्ट सच दैट 6 कन्स्टेन्ट अलग राख्ने। सिमिलरली सेकेन्डमा जाने, x को 3, y को कोएफिसिएन्ट 9, z यहाँ छैन नि, 0z भनेर बुझ्ने, त्यहाँ 0 मिसिङ छ भने 0 लेख्नु पर्छ हो। यो चाहिँ मेन इम्पोर्टेन्ट कुरा पनि हो है। मिसिङ टर्मका लागि 0 कोएफिसिएन्ट लेख्नु होला, 0 भइहाल्यो 18। सिमिलरली यु क्यान राइट थर्ड चाहिँ -5 -6 2 सच दैट -5 भनेर हामीले यो एउटा अगमेन्टेड मैट्रिक्स बनायौं। त यो बनाइसकेपछि अब रो इक्विभ्यालेन्ट अपरेसन्सहरु युज गर्ने है। त सबभन्दा पहिला हामीले यो मैट्रिक्स फर्ममा राखिसकेपछि हैन, यता हामीले युनिट मैट्रिक्स फर्म बनाउनु पर्छ। 1 0 0 0 1 0 0 0 1 यो टाइप के 1 0 0 0 1 0 0 0 1 हो। अब यो बनाउनको लागि सबभन्दा पहिला 1 चाहिन्छ के, 1 चाहिँ अलरेडी छ नि है, अहिले 1 अलरेडी छ, बनाउनै परेन, यो 1 छँदै छ। अब हामी बनाउँछौं 0 0, यो दुईटालाई 0 बनाउँछौं। र यहाँनिर एउटा कुरा के क्लियर गरौँ भने यदि 1 को ठाउँमा मानौं 5 छ भने अनि हामी के गर्थ्यौं भने R1 यदि यहाँनिर 5 भएपछि ल एकछिनलाई यहाँनिर 5 छ भने R1 रिप्लेस्ड बाइ 1/5 R1 के 5/5 4/5 3/5 गर्नु पर्थ्यो अनि 5/5 1 हुन्थ्यो। तर अहिलेको केसमा के छ भने विद्यार्थी भाइ बहिनीहरु सिधै त्यो पहिलो एलिमेन्ट यहाँ 1 छ नि त, त्यसैले यो चाहिँ हामीले गर्नु परेन। ओके, यति कुरा मैले यहाँ डिस्क्राइब गरे। अब 1 छँदैछ, अब यसलाई 0 बनाउने, 3 लाई 3 0 बनाउनु, 3 - 3 गर्नु पर्यो, -5 लाई 0 बनाउनु हैन, हामीले यो 5 + 5 गर्नु पर्यो। भन्नु खोजेको के त, हेर्नुस् है। अब यसलाई 0 बनाउनु, यसलाई 0 बनाउनु, R1 सेम लेख्नु पर्छ, R1 लाई त सेम लेख्नु हामीले 1 4 3 6 यो सेम हुने हो है। अब यो चेन्ज हुन्छ, यो पनि चेन्ज हुन्छ भनेको है मैले। त यसलाई कसरी चेन्ज गर्ने त, यो R2 हो नि त, R2 - 3R1 यसलाई 3 ले गुणा गर्ने, 3 3 1 त 3, 3 बाट 3 घटाउने के 0 भन्नु हुन्छ। R2 - 3R1 यो 3 ले R1 लाई गुणा गर्ने, 3 1 त 3 बुझ है, 3 1 त 3, 3 1 का 3, 3 बाट 3 घट्यो 0, 3 6 को 12, 3 ले गुणा गर्ने यसलाई 12, 9 बाट 12 घट्यो -3 हेर्नुस् है। त्यसलाई 3 ले गुणा गर्ने फेरि 3 3 3 9 0 - 9 -9, यसलाई पनि 3 ले गुणा गर्ने 6 3 18 18 - 18 0। यो लाइन पनि क्लियर हो। अब यो 0 बनाउनलाई के गर्ने,
नजिक गरे भइहाल्छ यहाँ माइनस छँदैछ यहाँ प्लस त्यसलाई 5 ले गुणा गर्ने 5 R1 प्लस R3 के अब यसलाई 5 ले गुणा गर 5 1 का 5 हो 5 1 का 5 माइनस 5 प्लस 5 गर्दा त 0 5 को 20 माइनस 6 प्लस 20 गर्दा त 14 5 तिया 15 2 प्लस 15 गर्दा त 17 5 का 30 माइनस 5 प्लस 30 गर्दा त 25 प्लस 25 हो यो लाइन क्लियर भयो है 1 0 0 अब यो क्लियर गर्नु पहिला 1 बनाउने 1 बनाएपछि 0 0 बनाउने हो है अब यहाँनिर 1 बनाउनु पर्यो हेर्नु त यो यहाँनिर 1 बनाउनलाई -3 ले डिवाइड गर्नु पर्यो -1/3 R2 भनेको -3 -3 -3 -3 R2 लाई अब यो चेन्ज गर्नु पर्यो भने हेर्नुस् है सजिलो छ झुकिनु भएन अब हामीले चेन्ज यसलाई गर्नु पर्यो यसलाई 1 बनाउनु पर्यो यो पुरै चेन्ज हुने हो यो दुईटा सेम लेख्नु पर्यो R1 सेम लेख्या हेर्नुस् तपाईहरु अनि R3 लाई पनि एज इट इज लेख्नु R1 R3 सेम भयो अब यो लाइन चेन्ज गर्ने R2 लाई कसरी गर्ने -3 ले डिवाइड गरेर 0 लाई -3 ले डिवाइड गर 0 नै हुने हो -3 लाई -3 ले गर 1 -9 लाई -3 ले गर 3 अनि यो 0 लाई -3 गर्दा 0 हो क्लियर भयो अब यो 1 को हेल्पले यसलाई पनि 0 बनाऊ यसलाई पनि 0 बनाऊ यसलाई 0 बनाउन के चाहिन्छ -4 यहाँ -4 आइसक्यो होला यसलाई 0 बनाउन -14 चाहियो अब यो चेन्ज हुँदैन बीचको R2 सेम लेख्ने अब यसलाई चेन्ज गर्ने यसलाई माथि गर्ने कसरी गर्ने यो R1 लाई चेन्ज है ठीक छ हेर्नुस् है अब यहाँ मैले R3 लेखेको छु R1 लेख्नु पर्यो ठीक छ नि हामीले यसलाई 0 बनाउनु भने R1 लाई चेन्ज गर्ने हो त्यसैले यहाँनिर हामीले R1 लेख्नु पर्यो है यो झुकिनु भएन कसरी बनाउन सकिन्छ हेर्ने जस्तै अब यसलाई 0 बनाउनुको लागि यसलाई 4 ले गुणा गरेर 4 ले 4 1 का 4 -4 गर्नु पर्यो 4 -4 गर्नु पर्ने हुन्छ त्यसैले के भनिएको छ भने R1 रिप्लेस्ड बाइ R1 -4R2 भने यहाँ के हो त हेरौँ है यो पनि R1 त यसलाई 4 ले गुणा गरेर 4 0 0 1 बाट 0 घट्यो 0 फरक परेन है सो हामीले चेन्ज गर्नु पर्ने R2 लाई R1 लाई यो मल्लो लाइनलाई कसरी चेन्ज गर्ने यो बाट यो घटाउने यसलाई 4 ले गुणा गरेर 4 0 0 1 बाट 0 घट्यो 1 नै भयो नि फरक परेन फेरि हेरौँ है राम्रोसँग 4 ले 0 लाई गुणा गर्ने R2 लाई 4 0 जा 0 1 बाट 0 घट्यो कति 1 ठीक छ यो सेम लेखियो यसलाई चेन्ज अब यसलाई चेन्ज गर्नु पर्यो यसलाई 4 ले गुणा गर्ने 4 1 का 4 4 -4 कति हो 0 अब यसलाई चेन्ज गर्ने 4 ले गुणा गर्ने पहिले 4 तिया 12 4 तिया 12 3 -12 -9 यसलाई चेन्ज गर्नु यसलाई 4 ले गुणा गरेर 4 0 0 6 -0 6 नै भयो यो लाइन क्लियर अब दोस्रो अब R3 चेन्ज गर्ने R3 चेन्ज गर्नु के भनिएको छ भने यसलाई 0 पाउन यसलाई 14 ले गुणा गर्नु पर्ने 14 अब 14 ले गुणा गरौँ है हामीले 14 गुणा 0 0 नै हुन्छ 0 बाट 0 घट्यो 0 अब यसलाई 14 ले गुणा गर्ने 14 1 का 14 14 1 का 14 14 बाट 14 घट्यो 0 यसलाई 14 ले गुणा गर्दा मल्लोलाई 14 दिए 42 17 बाट 42 घट्यो -25 हेर्नुस् है अलमली नै हेर्नु अब फेरि यहाँ 14 ले गुणा गर्दा 14 0 0 25 बाट 0 घट्यो 25 भयो यो लाइन पनि क्लियर ल यो लाइन भइसक्यो अब यो चाहियो हेर्नुस् त यो बनाउनको लागि पहिला 1 बनाउनु पर्छ 1 अनि 0 0 अब 1 बनाउनु पर्ने योलाई देखियो जसरी हामीले यसलाई 1 बनाउन -3 गरेको थियो -1/3 यसलाई 1 बनाउन -1/25 गर्नु पर्यो R3 रिप्लेस्ड बाइ -1/25 R3 अब R3 चेन्ज हुँदैछ नि यो लाइन सेम लेख्नु फर्स्ट र
थर्ड फर्स्ट र थर्ड सेम लेखियो बीचको चेन्ज गर्नु सरी R3 चेन्ज भनेको R1 र R2 सेम लेख्ने R1 र R2 सेम लेख्ने है R1 र R2 सेम यो दुईटा लाइन यसलाई मात्र चेन्ज गर्ने फेरि चेन्ज गर्ने -25 ले भाग गरेर -1/25 भनेको -25 ले भाग गरेर भनेर मिल्छ 0 लाई गर 25 ले भाग 0 नै हो माइनस गर प्लस गर 0 नै हुन्छ यो 0 लाई पनि -25 ले भाग गर्दा 0 नै -25 लाई -25 ले भाग गर्दा 1 25 लाई -25 ले भाग गर्दा -1 ओके अब फाइनली हामी पुग्छौं यो स्टेपमा 0 0 यसलाई 0 बनाउन -3 यसलाई 0 बनाउन +9 भनेको ओ यो 0 बनाउन माइनस छ नि +9 चाहियो के +9 चाहियो 9 ले यसलाई गुणा गरेर यहाँ जोड्ने अब को चेन्ज भइरहेको छैन हेर्नुस् है R1 र R2 चेन्ज R3 छैन यो R3 लाइन सेम लेख्ने तल लाइन अन्तिम रो 3 सेम लेखियो नि त 0 0 1 -1 यो दुईटा अलि चेन्ज हुन्छ अब यो R1 फेरि चेन्ज हुन्छ त भन्दाखेरि R1 + 9R3 के R3 लाई 9 ले गुणा गर्नु 9 0 0 0 मा 1 जोड्यो 1 यहाँ हेरौ यहाँ 9 0 0 0 मा 1 जोड्यो 1 अब यसलाई 9 ले गुणा गर्नु 9 0 0 0 मा 1 0 जोड्यो 0 नै यसलाई पनि 9 ले गुणा गर्नु 9 1 का 9 र 9 ले यो मलाई 9 9 R3 मा 9 1 का 9 9 मा -9 जोड त 0 अब यसलाई -9 + 6 गर्दा त -3 यो लाइन 3 भयो अब R2 चेन्ज गर्यो बीचको लाइन कसरी गर्ने 3 -3 ले गुणा गरेर -3 ले गुणा गर्ने R2 बाट घटाउने अब यसलाई -3 ले गुणा गर्नु -3 ले गुणा गर्दा 0 नै भयो 0 बाट 0 घट्यो 0 -3 ले गुणा गर्दा 0 नै भयो 1 बाट 0 घटाएर 1 नै भयो -3 ले गुणा गर्दा -3 3 -3 कति 0 यसलाई पनि -3 ले -3 -9 के छ -9 3 3 9 सरी यहाँ गुणा गर्दा यहाँ हैन त यो -3 ले -1 लाई -1 लाई गुणा गर्दा -3 -1 +3 भयो +3 0 0 बाट कति भयो 3 भयो नि त हेरौँ -3 -1 +3 भयो 0 बाट त्यो +3 घटायो भने 0 -3 हुने भयो हैन अनि कति आयो त 3 आयो के हेर्नु एकछिन फेरि 8 लाई फेरि हेरौँ यो लाइनलाई हेर्नु लाइन यो 0 ले गुणा गर्ने यसलाई 0 ले गुणा गर्दा कति भयो त सही सरी 3 ले -3 ले लाई गुणा गर्नु 0 लाई -3 0 लाई गुणा गर्दा 0 0 -0 0 नै भयो यो 0 लाई -3 गर्दा 0 हो 1 बाट 0 घट्यो 1 नै भयो चेन्ज भयो अनि यहाँनिर -3 हैन -3 3 ले गुणा गर्ने 3 1 का 3 3 बाट अनि यो 3 घटाउने 0 यसलाई 3 ले गुणा गर्ने -3 अनि 0 बाट -3 घटाउने 0 बाट -3 घटाउने भनेको माइनस के भयो त यहाँ प्लस यसरी फाइनल स्टेप हामी 1 0 0 0 1 0 0 0 1 पुग्यौं र यतिखेर कन्स्टेन्ट टर्म कति आइदियो -3 3 -1 -3 3 -1 आइदियो हो फाइनली यो आर्गुमेन्टेड म्याट्रिक्सलाई युनिट म्याट्रिक्समा इक्विभ्यालेन्ट गरिसकेपछि यो लास्ट कलमले हाम्रो सोलुसन दिन्छ के लास्ट कलम भनेको यो कन्स्टेन्टको भनौं रिक्वायर्ड सोलुसन इफ x = -3 हैन x = पहिलो भनेको x हो -3 y = 3 दोस्रो भनेको y हो तेस्रो भनेको z z = -1 र यो मेथडलाई भनिन्छ रो इक्विभ्यालेन्ट हस् थ्यांक यू